म त 100% युवाहरू आउनै पर्छ भन्ने पक्षमा छु। 100% पढे लेखेका आर्यघाटमा जाउन्जेलसम्म चाहिँ प्राण नजाउन्जेलसम्म चाहिँ त्यहाँ नजलुन्जेलसम्म कुर्सीमै बसिरहने, अरूले चान्स नपाउने, त्यस्तो पनि सिस्टम हुन्छ कि? बालेनमाथि जहिले जसरी एट्याक भएको छ नि सर्वत्र, वकिलकोमा गयो त्यही, न्यायाधीशकोमा गयो त्यही, जहाँ गयो खालि भ्रष्टाचार, यति भ्रष्टाचार। यहाँ गरिबलाई नाङ्गे झार पारेर उहाँहरूले खानुहुन्छ। सबै राजनीतिमा बस्नेहरूले उहाँहरूले हजम गर्नुहुन्छ। यही युवा शक्ति अगाडि आउनु पर्यो बोल्नलाई, यिनीहरूले नै अघि बढेर गर्नु पर्यो, यिनीहरूले नै अब चुनावमा उभिनु पर्यो। मुलुकको विकास पनि हुन्छ। कसरी विकास हुन्छ म तपाईँलाई भनिदिउँ। आई एम लेडी, म किचन चलाउँछु, भान्सा चलाउँछु। यहाँका पर्फेक्ट लेडीहरूलाई सबै छोडेर तिमीहरू यो देश चलाओ भन्यो भने नुन फारो गरेर, बेसार फारो गरेर, कपडा बहुत फारो गरेर, तेल नुन फारो गरेर, कटेरा बारीमा तरकारी उब्ज्याएर पैसा जम्मा गरेर महिलाले राम्रोसँग चलाइदिन्छन्। उहाँहरूले भन्दा केही नखाइकन चलाइदिन्छ, मजाले चलाइदिन्छ। देशमा गर्न सके सबै कुरो छ, गर्न नसके पनि केही पनि छैन। गर्नु पर्यो नि। पोलिसी चाहिँ चीनबाट प्याज, भुटानबाट आलु, भारतबाट सागसब्जी ल्याउने, अनि त्यसैको कमिसन खाएर बस्ने सत्ताधारीहरू, जो सत्तामा बस्नेहरूले, त्यो पोलिसीले देश चल्छ? कसरी चल्छ? उहाँहरू त खालि आयात निर्यात त केही पनि छैन। एउटा नीति र नैतिकमा बसेको चाहिँ नेपाली काङ्ग्रेसमा को चाहिँ टिकेको छ मलाई देखाइदिनुहोस्, एमालेमा को चाहिँ टिकेको छ देखाइदिनुहोस्, कुनै पनि पार्टीमा देखाइदिनुहोस्। हुँदाहुँदै लोग्ने स्वास्नीको झगडा, कृषि प्रधान देश बर्बाद बनाए, एकदम बिक्री प्रधान देश बनाइदिए, सबै किनेर खाने मात्रै बनाए। त्यो चाहिँ के हो? त्यो सम्भवै हुने कुरै होइन। त्यसरी त देशै चल्दैन। त्यसैले यहाँ विधिको शासन छैन, अभाव छ। यहाँ व्यापक भ्रष्टाचार छ। यो मुलुक त के थियो त? यो त अपूर्व अद्भुत देश थियो नि, यो त गर्न सकेको भए। तर अब यहाँ त डाँडा भाटा सब खनेर नासेर सब गरेर। संवैधानिक परिषदमा मेरो मेम्बरसिप हुन्थ्यो प्रधान न्यायाधीश हुँदाखेरि। मैले त्यो मान्छेलाई नराख, त्यो त भ्रष्टाचारमा अदालतमा मुद्दा छ भन्दा तिमी को हु आर यु भनेर मलाई क्रान्तिकारी पार्टीको नेताले भन्नुभयो। मैले पनि इट्स ओके भनेर म निस्केर हिँडेँ। नियुक्ति गर्नुभयो, पछि जेल गयो। अब उहाँहरूलाई लाज छैन, हामी के भन्नु? अब 35 वर्षसम्म जे देखियो त्यसबाट चल्दैन। म त 100% युवाहरू आउनै पर्छ भन्ने पक्षमा छु। 100% पढे लेखेका, राजनीति पढेका वकिलहरू, डक्टरहरू, इन्जिनियरहरू आउनुपर्छ। किनभने सिस्टमले पनि त के देखाउँछ भने आज आउनेले आर्यघाटमा जाउन्जेलसम्म चाहिँ प्राण नजाउन्जेलसम्म चाहिँ त्यहाँ नजलुन्जेलसम्म कुर्सीमै बसिरहने, अरूले चान्स नपाउने, त्यस्तो पनि सिस्टम हुन्छ कि? कसरी चल्छ? अहिले यहाँ भएका जतिले पनि बोले, यिनीहरूसँग कति अनुभव छ, कति चाहिँ उनीहरूसँग क्षमता छ। मै भनौँ न, हिजो म 18 वर्षकी हुँदाखेरि, तपाईँहरूलाई म बताइदिउँ, 20-22 वर्षको हुँदा, 22-23-24 वर्षको हुँदाखेरि धरानमा प्र्याक्टिस गर्थेँ। प्र्याक्टिस गर्दाखेरि कसैले मलाई चामल त, मलाई फिस त तुरुन्त दिँदैन थियो। विराटनगरमा मेरो घर थियो। विराटनगरबाट 2 कोस 3 कोस बसबाट ओर्लिएर 3 कोस जति 4 कोस जति धरानवासीहरू मलाई मेरो वकालत गर्दा देख्नेहरूले, चिन्नेहरूले अहिले पनि थाहा छ उनीहरूलाई, झन्डै म 1 मन चामल यहाँ बोकेर 2टा हातमा 10-10 किलो बोकेर म आफ्नो घरमा लिएर आउँथेँ। वकालत गर्नको लागि खर्च चाहिँदाखेरि त्यसरी म लिएर आउँथेँ। आज म सक्छु, आज सम्भव छ। जुन बेलाको जस्तो हुन्छ, जुन बेला हामीसँग विद्वत्ता होला, ज्ञान होला, उमेर भएकाहरू, हामीसँग तागत त छैन। तागत त युवाहरूसँग छ। एक दिनमा मलाई थाहा छ, म 22-24 वर्षको हुँदाखेरि, 25 वर्षको हुँदाखेरि मैले धरान, विराटनगर यिनीहरू 3 ठाउँमा मुद्दा बहस गर्न गएको मेरो रेकर्ड छ एकै दिनमा। त्यो पनि तपाईँलाई मेरो गाडी थियो र पब्लिक बस चढेर म गएको बस गर्नलाई। त्यो स्टेमिना आज छ र मसँग, त्यो स्टेमिना यिनीहरूसँग छ। त्यसैले त्यो भन्न मिल्दैन। अब म के भन्न चाहन्छु भने, ठिक छ तपाईँहरूले यो सुरुवात गर्नुभयो, राम्रो हो। तपाईँहरूको एउटा दियो बल्यो,
यो दियो बलेको बालेनमाथि जहिले जसरी एट्याक भएको छ नि सर्वत्र, बालेनलाई नास्ता नामुद गर्न जसरी पोलिटिकल पार्टीहरू लाग्नु भएको छ नि, त्यसरी नै लाग्छ नि तपाईँहरूको यो संस्थालाई बिगार्नलाई। हेर्नुहोस् कतिको टोलरेट गर्न सक्नुहुन्छ, त्यो चाहिँ बुझ्नुहोस् न, त्यो चाहिँ बुझ्नु कतिको तपाईँले सहन सक्नुहुन्छ। तपाईँहरूलाई फुटाउनलाई भोलि राजदूत बन्छौ भन्दै एउटा आउँछ, भोलि अर्कोले के बन्छौ तिमीलाई यहाँ इम्प्लोइमेन्ट दिउँ भन्ने आउँछ। त्यो चाहिँ कसरी खेप्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यो अलग कुरा हो, तर जति उले सक्नुहुन्छ गर्नुहोस्। यो मुलुकको लागि हो, मुलुकको अस्तित्वको लागि हो, मुलुकको विकासको लागि हो, देशवासीको लागि हो, गरिब जनताको लागि हो। विकसित मुलुकमा के हुन्छ, सरकारले के गर्छ, धनीलाई मध्यवर्गीयसँग ट्याक्स लिएर गरिबलाई भात खुवाउँछ। यहाँ गरिबलाई नाङ्गे झार पारेर उहाँहरूले खानुहुन्छ। सबै राजनीतिमा बस्नेहरूले उहाँहरूले हजम गर्नुहुन्छ। अनि ब्याङ्कबाट जो अघि सिओ हुनुहुन्छ कि के हुनुहुन्छ, मैले सरी है, उहाँले पनि बोल्नु, उहाँको पनि सुने, ठिक छ, उहाँले दिएको तर्क पनि एकदमै जायज हो। देशमा के छ र तिमीहरू उन्नति गर्छौ भन्ने एउटा उहाँहरूले कुरा उहाँले ल्याउनु भयो, त्यो पनि सही हो। देशमा के छ र, देशमा गर्न सके सबै कुरो छ, गर्न नसके पनि केही पनि छैन। गर्नु पर्यो नि। पोलिसी चाहिँ चीनबाट प्याज, भुटानबाट आलु, भारतबाट सागसब्जी ल्याउने, अनि त्यसैको कमिसन खाएर बस्ने सत्ताधारीहरू, जो सत्तामा बस्नेहरूले, त्यो पोलिसीले देश चल्छ? कसरी चल्छ? उहाँ त खालि आयात निर्यात त केही पनि छैन। म त के देख्छु भने मेरै श्रीमानले गरेको मैले देखिरहेको छु। बहुत कम तरकारी हामी किनिरहेछौँ, हाम्रो परिवारले किन्दैन, हामी 2-3 छौँ, किन्दैन भाइ, छतैमा मजाले फल्दो रहेछ। मैले त साथीभाइलाई यत्र श्रीमानले गमलामा फलाएको कागती बाँडे, अस्ति खुर्सानी बाँडे, हुँदो रहेछ त, चल्दो रहेछ त। मेरो देशको माटोमा, मेरो मुलुकको माटोमा, मेरो बारीको माटोमा मैले प्रोडक्सन गरेर मैले नै खाएँ भने मलाई के घाटा लाग्छ? त्यो ट्रेन चलाउनु पर्दैन मुलुकमा? कृषि प्रधान देश बर्बाद बनाए, एकदम बिक्री प्रधान देश बनाइदिए, सबै किनेर खाने मात्रै बनाए, त्यो चाहिँ के हो? त्यो त होइन नि। त्यसै कारण चाहिँ हेर्नुहोस्। र अर्को कुरा, फर द काइन्ड इन्फर्मेसन, म ब्याङ्कबाट जसले बोल्नु भएको थियो उहाँलाई म भन्छु, 2टा कुराले यो मुलुक धेरै बिग्रिया छ। म त अब लिगल माइन्डेड, हाम्रो हमालजीले फिल्म लाइनको कुराहरू उठाउनु भयो, तपाईँले देशको आर्थिक स्थिति ब्याङ्कको हिसाबले भन्नुभयो, सबले आफ्नो आफ्नो हिसाबले भने। मेरो दृष्टिकोणमा 2टा कुराले बिग्रिया छ मुलुक। एउटा कुरा के हो भन्दाखेरि विधिको शासनै छैन। विधिको शासनै छैन, विधिको शासन पनि छैन, अनि काम गर्ने कुनै वातावरण पनि छैन। तपाईलाई विधिको शासन भन्नाले कानुनमा, संविधानमा जे लेखेको छ तपाईँ त्यही गर्नुहोस्, कानुनमा जे लेखेको छ तपाईँ त्यही गर्नुहोस्। चोरी नगर्ने भनेको छ चोरी नगर्नुहोस्, भ्रष्टाचार नगर्ने भनेको छ भ्रष्टाचार नगर्नुहोस्, अन्याय नगर्नुहोस्। यस्तो पिसफुल लाइफ हुन्छ कि, यति पिसफुल लाइफ हुन्छ कि कुरै नगर्नु, त्यति पिसफुल लाइफ। सिङ्गो मुलुकलाई, राष्ट्रलाई घर मान्नुहोस्, देशभित्रका जनता सबै जाति जनजाति सबैलाई दाजुभाइ र आफन्त मान्नुहोस्, बिहान बेलुका सबैलाई मुसुक्क हाँसेर स्वागत गर्नुहोस्। इङ्ल्यान्डमा अस्ति भर्खर म गएर आएको थिएँ, हर शब्दमा थ्याङ्क यू, आई एम सरी, थ्याङ्क यू, आई एम सरी, माफ गर्नुहोस्, धन्यवाद, माफ गर्नुहोस्, धन्यवाद। मेरो सेतो कपाल फुलेको देखेपछि त मैले कहीँ उभिनै परेन। लाख भिड रहेछ भने पनि मलाई तानेर सिट दिए। कल्चर त बनाउनु पर्यो नि, संस्कृति त बनाउनु पर्यो नि, एकले अर्कालाई त हेर्नु पर्यो नि। अनि मुलुकमा भ्रष्टाचार, अब तपाईँ भन्नुहोस् त, मुलुकको विकासको निम्ति आएको बजेटहरू सारा चाहिँ समाप्त हुन्छ, विकासै हुँदैन, ओपन भ्रष्टाचार हुन्छ, खुलेआम भ्रष्टाचार हुन्छ। अख्तियारमा नियुक्ति हुँदाखेरि
भ्रष्टाचारीलाई नियुक्त हुन्छ। त्यो नियुक्ति भएको व्यक्ति जेल जान्छ। नियुक्तिकर्तालाई लाज हुँदैन, शरम हुँदैन भ्रष्टाचारीलाई लगेर राख्ने? मुद्दा चलेका दाग लागेका व्यक्तिहरूलाई चाहिँ लगेर कुर्सीमा राख्ने? त्यो पनि कहीँ सिस्टम हो? त्यसै कारण चाहिँ के छ भन्दाखेरि मैले देखेको कुरा के हो भने मुलुकको आर्थिक स्थिति सबै तबाह भएको, सबै भएको खत्तम, विधिको शासन को चाहिँ पालना नगरेर र भ्रष्टाचार व्यापक भ्रष्ट तपाईँ देखिरहनु भएको छ, खपिरहनु भएको छ। मार्केट हेर्नुहोस् न, बजार कस्तो छ। 7-7 दिनमा भाउ बढ्छ, 2 दिनमा भाउ बढ्छ, 3 दिनमा भाउ बढ्छ। लाज छैन। हिजोसम्मको प्लेनको एउटा टिकट अर्को भाउ हुन्छ। राष्ट्रको मान्छेप्रति माया छैन। कसरी देश चल्छ? त्यसरी देश चल्छ? त्यो सम्भवै हुने कुरै होइन। त्यसरी त देशै चल्दैन। त्यसैले यहाँ विधिको शासन छैन, अभाव छ। यहाँ व्यापक भ्रष्टाचार छ, ओपनली भ्रष्टाचार गरेका छ। खुलेआम तपाईँ हामी नाङ्गो आँखाले देखाएको छौँ, तर बोल्दैनौँ। अब बोल्नलाई को चाहियो? यिनै युवा चाहियो। यही युवा शक्ति अगाडि आउनु पर्यो बोल्नलाई। यिनीहरूले नै अघि बढेर गर्नु पर्यो। यिनीहरूले नै अब चुनावमा उभिनु पर्यो। यिनीहरूले जनतालाई रिझाउनु पर्यो। फेरि जनता सोझो छ, यहाँको एकदमै सोझो छ। भोलि अलिकति मिठो गरेर रोयो भने एकजनाले उहिले पञ्चायतको बेलामा के भएको थियो अरे भने सुनेका कुरा हुन्, अब सत्य कति हो अर्कालाई दोष लाउनु त हुँदैन। एकजना त्यतिखेरका राष्ट्रिय पञ्चायतका सदस्यले चाहिँ बाहिर गए, कता के तस्करीमा परे के भए, अनि उनी चुनावमा उठेछन्। चुनावमा उठेपछि त अब भोट त्यसरी कसरी हुन्छ? त्यसैले गर्दाखेरि मैले देखेको कतिको थ्याक्न सक्नु त्यो अर्को कुरो हो। अनि अर्को पनि म सम्झिँदै बोल्दै गइरहेको छु। मैले एकपल्ट एउटा जमातसँग भेटेँ, नेपाली जमातसँग, चितवनमा। त्यो कार्यक्रम थियो एउटा, त्यहाँ गएको थिएँ। सबै विदेश रिटर्न। उनीहरू के भन्थे थाहा छ? म्याडम, विदेशको बाटो देख्दाखेरि मन कटक्क खान्थ्यो, विदेशका घरहरू देख्दा कटक्क खान्थ्यो, विदेशको उन्नति देख्दाखेरि आफ्नो देशमा पनि यस्तै भए हुन्थ्यो भन्ने लाग्थ्यो। फर्केर आयौँ, यहाँ लगानी गऱ्यौँ, के गऱ्यौँ, हाम्रो लगानी सबै डुब्यो, हामीले यहाँ कुनै हैसियत पनि पाएनौँ। कतिलाई त डिप्रेसन भएछ। मुलुक बनाउन भनेर उनीहरू फर्केर नेपाल आए, तर यहाँ केही भएन, कसैले केही दिएन, डिप्रेसन। एकजना अर्को डिप्रेसनको शिकार भएको त उसलाई सबै गभर्मेन्टको मान्छेले तँलाई यो दिन्छु, यो गर्छु, घर भनेर उसले गरेको प्रोजेक्ट थबक्क लगेर साली कि सालालाई क्याम्पस चिफ बनाएर चलाइदियो। अब उसलाई फाल्थ्यो। त्यसरी कसरी हुन्छ? यसरी त चल्दैन। त्यसैले गर्दाखेरि मलाई खुसी लागेको छ, एकदम खुसी लागेको छ। मैले तपाईँहरूले मलाई बोलाउनु भयो, यहाँ म आएँ, मलाई एकदम खुसी लागेको छ। अत्यन्त तपाईँहरू मेहनत गर्नुहोस्, परिश्रम गर्नुहोस्, किनभने हामी भनेको अस्ताएका मान्छे हौँ। हाम्रा यी अहिले जो नेताहरू नाम लिइरहनु भएको छ ती सबै अस्ताएका हुन्। तपाईँहरू भनेको बल्दो पिँढी हो, जल्दो पिँढी हो, तपाईँहरूसँग तागत छ, उन्नति छ। तर एउटा कुरा के गर्नुपर्छ भने नीति र नैतिकता कहिले बिर्सिनुहुन्न, एक नम्बरमा। दोस्रो नम्बरमा के छ भन्दाखेरि यो मेरो मुलुक हो, यो मेरो घर हो। मैले एउटा सानो युरोपियन कन्ट्री हेरेँ, केही छैन, पुराना घर छन्, सफा सडक छन्, जङ्गल छ, कति ब्युटिफुल। त्यसको तुलनामा त यो देश त, त्यो देश त्यति ब्युटिफुल देखियो है, र मलाई देख्दाखेरि त्यति रमाइलो लाग्यो। यो मुलुक त के थियो त, यो त अपूर्व अद्भुत देश थियो नि, यो त गर्न सकेको भए। तर अब यहाँ त डाँडा भाटा सब खनेर नासेर सब गरेर, अब अहिले जो यो काण्ड भयो, यो बाढी यति त नहुनु पर्ने हो नि। नदी जुन बाट बगिरहेको थियो त्यो त जहिले पनि त बगिरहेकै थियो। त्यसको धारहरूलाई चेन्ज नगरिदिएको भए, माटोहरू नखनिदिएको भए, पहाडका डाँडाहरू खनेर नबेचेको भए, माटो बेचियो नि त्यहाँ त, माटो बालुवा नबेचिएको, भारत गएका छन् माटोहरू ट्रकका ट्रक नगरेको भए, जङ्गलहरू जस्ताको तस्तै राखेको भए, त्यो त यस्तो त हुने, यति काल त अकाल त हुने थिएन नि, यस्तो बिना त हुने थिएन। तर अब माटो पनि बेच्नुपर्ने, अनि के अरे किता जमिनहरू, सार्वजनिक जग्गाहरू चाहिँ पब्लिकको भनौँ न,
मुलुकको अब देशकै भनौँ न अब नगरपालिकाका जग्गै बेचिदिनुपर्ने, सुकुम्बासी राख्नुपर्ने, उ गर्नुपर्ने, सुकुम्बासीहरूको एउटा व्यवस्था अर्को ठाउँमा कहीँ जहाँ बसेका छन् त्यहाँ गर्न नगर्ने, यहाँ ल्याएर चाहिँ वरिपरि राख्ने अनि मास्ने। अनि मान्छे पनि के हो मलाई अचम्म लागेको, किन खोलाको छेउमा बसेको भने खोलाले त बगाउँछ, मान्छे किन बसेको त्यहाँ खोलामा गएर? उनीहरूले दिएर भन्दैमा महाराजहरूले दिए जस्तो अर्डर गरिदिए जस्तो त्यो खोलामा चाहिँ किन बसेको? सालसालै त बगाइरहेछ किन गरे? त्यो अचम्म छ। त्यसैले गर्दाखेरि मुलुकको विकास पनि हुन्छ। कसरी विकास हुन्छ म तपाईँलाई भनिदिउँ। आई एम लेडी, म किचन चलाउँछु, भान्सा चलाउँछु। यहाँका पर्फेक्ट लेडीहरूलाई सबै छोडेर तिमीहरू यो देश चलाओ भने पनि नुन फारो गरेर, बेसार फारो गरेर, कपडा बहुत फारो गरेर, तेल नुन फारो गरेर, कटेरा बारीमा तरकारी उब्ज्याएर पैसा जम्मा गरेर महिलाले राम्रोसँग चलाइदिन्छन्। उहाँहरूले भन्दा केही नखाइकन चलाइदिन्छ, मजाले चलाइदिन्छ। यहाँ के गर्नु परेको छ र यो देशमा? उताबाट सुरक्षा दिएकै छ, यताबाट सुरक्षा, बिचमा चाहिँ प्रोडक्सन गर्ने, जङ्गल उमार्ने, अनि त्यहाँबाट तपाईँलाई टुरिज्मको डेभलपमेन्ट गर्ने आफ्नो, अनि यहाँको पैसा बाहिर नजाओस् न, त्यही कुरा त्यही होइन? मान्छेले किनेर बाहिरबाट नखाउन् त्यति नै होइन? अब यहाँ त अहिले हेर्नुहोस् त कति हेर्दै लाज मर्दो, चितवनमा केरा सड्ने अरे, दुध फालिने अरे, बाहिरबाट सबै कुरा आउने। अब त्यो त कसरी हुन्छ? त्यो सम्भव छैन। म त मेरो दृष्टिकोणमा म त्यही देख्छु, म्याक्सिमम करप्सनले गर्दा बिग्रियो, करप्टेड मान्छे जताततै राखेर बिग्रियो जम्मै। मैले उसको संवैधानिक परिषदमा मेरो मेम्बरसिप हुन्थ्यो प्रधान न्यायाधीश हुँदाखेरि, मैले त्यो मान्छेलाई नराख, त्यो त भ्रष्टाचारमा अदालतमा मुद्दा छ भन्दा तिमी को हु आर यु भनेर मलाई क्रान्तिकारी पार्टीको नेताले भन्नुभयो। मैले पनि इट्स ओके भनेर म निस्केर हिँडेँ। नियुक्ति गर्नुभयो, पछि जेल गयो। अब उहाँहरूलाई लाज छैन हामी के भन्नु? अब त्यस्तो छ। अब मैले कति बोलेँ के